हेलो गाइज वेलकम टु माई मिनी भ्लग। अनि यो भिडियो चाहिँ मैले कति महिना अगाडि नै बनाएको रहेछु नि, भर्खरै देख्दैछु होइन। अनि आज मैले ट्युसन पढाउँदैछु, हाम्रो स्कुल चाहिँ छुट्टी थियो त्यही भएर। अनि आज चाहिँ म के गर्छु भनेर यसमा देखाउँछु, के गरेँ भनेर। आज होइन, अस्ति पहिल्यै कहिले बनाएको। अनि म चाहिँ यहाँ नानीलाई चाहिँ रोड कटाउन जाँदैछु। सो यो चाहिँ हाम्रो धरानको एकदमै बिजी रोड हो। यो रोडलाई चाहिँ धनकुरे रोड पनि भन्छ। अनि अहिलेसम्म पर्खिरहेको छु, हेर्नु न कति धेरै गाडी। यसरी त कसरी रोड कट्ने होइन नानी बाबुहरूले। सो मैले नै रोड कटाइदिएँ नि। रोड कटाइदिइसकेपछि बाई बाई नानी भनेर भन्दैछु। अनि त्यसपछि नानीलाई रोड कटाइसकेपछि हामी जाँदैछौँ। हामी किनभने भन्दाखेरि मेरो साथी जाँदैछ। अनि उसले चाहिँ भन्दै मेरो भिडियो नगर है भनेर भन्दैछ, तर मैले अलिकति गरिदिइहालेँ। अनि यो चाहिँ हो भाटपट्टि नि हाम्रो जलेको भाटपट्टि नि यो जलेको देख्दाखेरि मेरो मन पनि जल्यो है। जतिचोटि त्यहाँ जान्छु त्यतिचोटि मलाई पनि एकदम दुःख लाग्छ। अनि हामी चाहिँ कहाँ गएको भन्दाखेरि हेयर सलोन गएको हो कपाल काट्नुको लागि। अनि यो चाहिँ मैले किन देखाउँदैछु भन्दा आमामा कत्रो लामो सिडी हो भनेर भन्दैछु क्या। अनि मेरो त खुट्टै दुख्यो क्या। अनि म त आएको थिइनँ, मलाई मेरो साथीले लिएर आएको हो। सो म त झन्डै ढले धेरै उयो भएर। अनि यहाँ चाहिँ देखाउँदैछु, यहाँको दाइ चाहिँ हुनुहुन्न थिएछ त्यति बेर। अनि दाइ भन्दै थियौँ। सो यहाँ चाहिँ डान्स पनि हानिदिइहालेको होइन, देखेर कोही हुनुहुन्थ्यो मौकामा चौका। अनि मैले चाहिँ हेयर वास पनि गरेँ। अगाडिको क्लिपहरू चाहिँ गर्न भ्याएन, मतलब गरिनँ रहेछु। सो यहाँ चाहिँ मेरो हेयर ड्राई गरिदिनु हुँदैछ। अब तपाईँहरूलाई म एकैचोटि ट्रान्सफर्मेसन देखाउँदिनँ क्या, किनभने यहाँ काटेको पनि मैले भिडियो हालेको छु। कस्तो हुने रहेछ त भनेर आफूलाई म हेर्दैछु नक्कलीमी। सो अब यो हो मेरो फाइनल लुक। मलाई कस्तो लाग्यो भनौँ, ठिकै लाग्यो, मलाई त्यस्तो राम्रो लागेन। अनि यहाँ फेरि म हेर्दैछु, नक्कल पार्दैछु। अब मेरो साथी पनि आउँछ, हेर न कस्तो कालो देखेको रहेछ है भन्दैछ। किनभने उसले पनि घरकै लुगामा आएको अरे, म पनि घरकै लुगामा गएको थिएँ है। छुट्टी थियो नि त, अनि केही प्लान पनि थिएन। अनि तर कपाल चाहिँ काट्नु थियो। सो एक्कासी प्लान बनिएको हो। सो बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ माई भिडियो। मन पऱ्यो भने अझै हाल्नेछु।